हामी चाहिँ अब फेरि चिसापानी हाइकिङ ट्रेकिङ जाँदैछौँ एक रातको लागि क्रिसमस मनाउनुलाई यहाँ बस चढ्ने बेलामा चाहिँ पहिला थिएन अस्तिसम्म अहिले चाहिँ यस्तो बनाएछ राम्रो लाग्यो जाने गाडी चाहिँ हो चल चल ढिलो हुन्छ लाग्यो है अब हामी चाहिँ उकालो यहाँदेखि यहाँ चिया चिया खाने हो कता त्यसपछिबाट चाहिँ यस्तो उकालो लागिन्छ है गाई चाहिँ कहाँ चिया खाने बिन त हुनु नसकेको भ्लगरले खिच्नै जानेन है गाई चाहिँ चिसा पानी त्यही त यति साह्रो डाक्नु पर्यो चिसा पानी जाने क्रममा चाहिँ यहाँ साउनेलाई करेन्ट पकाइमाने हुन्छ म यहाँ हस् करेन्ट चाउचाउ बनाइमानेको साउनेलाई गो 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 ढापडाम ढापडाम हो कि डाम ढाप आइपुग्यो है हामी चाहिँ आइपुग्नु त जाओस् नि त आइपुग्नु त लागेन त जे होस् ल है गाई चाहिँ हामी त यहाँ तलको जङ्गलको सर्टकट बाटो भनेर यताबाट आउने हुनाले त अलपत्रै यस्तो ठाउँमा पो आइपुग्यो है ड्याम चाहिँ ड्यामै हो त्यहाँनिर चाहिँ यो चाहिँ के बन्द छ यो आर्मी क्याम्प हो कि रिसोर्ट हो कि के हो पत्तै पाइएन हौ बन्द छ ऊ गेट त पोखरी यहाँ चाहिँ यहीँ आइपुग्यो है हामी जाने चाहिँ पारी हो तर हामी चाहिँ वारी पो आइपुग्यो कसरी कसरी सोधौँ कि ए यहाँबाट त यो बाटो त मूल खर्च जाने बाटो पो रहेछ त यहाँ पो आइपुगेछ तर यो चाहिँ रिसोर्ट हो कि के हो फेरि कतै पाइएन त कोही छैन एकदमै बिरानो एकदमै गुमनाम है कोही बदनाम है कोही थ्याङ्क यू भाइ थ्याङ्क यू यसलाई चाहिँ भाले भाषा सुन्दा हुँदै कसै कुखुरा भन्ने एउटा पहिला बसेको थियो कि बुढा पाखाले हुनुहुने भन्थ्यो क्या त्यसपछि यहाँनिर चाहिँ तपाईँको त्यो नाम त ढाप जस्तो तपाईँको दलदलकै यहाँनिर चिकौडामा हटायो भने कस्तो हुन्छ एरिया नै हटेको यहाँको त्यस्तो खालको छ भाइ गाडीबाट ल्याउनु आएर चाहिँ हामीले हिजै यो ढाप कटेजमा चाहिँ बुक गरेको हुनाले चाहिँ आज सजिलो हो बहिनीले चाहिँ वेलकम टी ल्याउनु हुँदैछ ल हाम्रो वेलकम टी मिल्क कफी ब्ल्याक कफी खाए ल खाने नै हो हाम्रो कटेज चाहिँ यता यस्तो फुलहरू छ यस्तो राम्रो छ है ठ्याक्कै 1 वर्षपछि आइयो पोहोर चाहिँ बिहान आएर बेलुका फर्किएको थियो आज चाहिँ यहीँ बस्ने हुमा हिजै बुकिङ गरेर चाहिँ आएको हो 4 जना 2 जनाको रुम चाहिँ यता यता हाम्रो साथी जाडोले यस्तो भइरहेको छ अट्याच बाथरुम छ यता चाहिँ हाम्रो बिग सिस्टर र स्मल सिस्टरको रुम एकदमै राम्रो छ देख्न सक्नुहुन्छ उहाँ भाइले चाहिँ हामीलाई आगो फुकिदिइराख्नु भएको छ
अब चाहिँ चट्टसँगले के अरे के भन्छ आगोमा हामीले उतैबाट चाहिँ बङ्सको चोचेको चाहिँ मिट लिएर आएको छौँ। अब यहाँ ठक्कसँगले चाहिँ हामी चाहिँ पोलेर खानेवाला छौँ। यहाँ भाइहरूले यहाँ कता जानुभएछ हाम्रो भाइ, यहाँको भाइको नम्बर चाहिँ पोहोर मैले चाहिँ आउँदाखेरि मागेर लगेको, एकदमै काम लाग्यो। हिजै कल गरेर चाहिँ रुम बुक गरेर चाहिँ हामीले अब यहाँ चाहिँ सुँगुरको मासु चाहिँ पोलेर खानेवाला छौँ है। भरे फेरि अर्को भिडियो बनाउँछु। आगो तयार भयो, चोचेको मासु पोलेर खाने बिन्ते सुँगुरको मासु पोलेर खाने। हाम्रो डन आउँदैछ है। चुवाचेको खै देखा त चुवाचेको सेको है पोलेर के भन्छ के भन्छ कुनै ढापडाममा हाम्रो नाइटको चाहिँ यस्तो व्यवस्था छ है। ल है जाडोले कठाङ्ग्रियो, अब चाहिँ सुत्नु पर्यो है गाइज। यता हाम्रो दिदीहरू त सुतिसकेछ। ओइ सुतेको? हेलो हेलो गाइज, गुड मर्निङ फ्रम ढापडाम। बिहानको उठ्नै सकेन जाडोले। बिहानको 7 बजेको छ है गाइज। ब्रेकफास्ट अब यहाँ लिओरी चाहिँ अब ओह्रालो लागेको छ। ल लु खाऊ खाऊ खाऊ। ल अब लाग्यो, हामी चाहिँ यहाँ बस्यो नि, अब लाग्यो जाउँ अब। यहाँ आएपछि यो पानी चाहिँ छुनुपर्छ अरे के हो, त्यसो गर्नु। यो त अनि यता हेर, अब यो त अनि यस्तो उमा टुप्पोमा यस्तो क्या खतरा यस्तो पानी भएको पुग्छ। अनि यो त भगवान्ले दिएको हो के, देन हो। मेलम चिरसिबा पोरीको बिचमा रहेछ चिसा पानी। फर्किँदै हो हामी चाहिँ है। अनि त्यतापट्टि बस्नु पाइन्छ एकछिन है। बाई 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 यता हेर्नु न, बाई।